हेलो साथीहरू, आज चाहिँ म कोकमालाई भेट्नलाई कोकमाको घरमा आइपुगेको छु। मेरो कोकमा चाहिँ बिरामी हुनुहुन्छ। सो हामी चाहिँ कोकमाले भेट्न आइपुगेको छौँ। कोकमा चाहिँ कहाँ हुनुहुन्छ भन्नुहुन्छ भने कोकमाको घर चाहिँ जातेको आफ्टर भन्ने ठाउँमा छ साथीहरू। हामी चाहिँ पोखराबाट कोकमालाई भेट्नलाई हामी जातेको आफ्टर भन्ने ठाउँमा पुगेको छौँ। कोकमा चाहिँ बिरामी हुनुभएको धेरै भयो। सो हामीले चाहिँ हाम्रो छुट्टी मिलाएर कोकमालाई भेट्नलाई हामी जाते आइपुगेको छौँ साथीहरू। अनि कोकमालाई चाहिँ हल्का उहाँलाई सुप बनाइदिँदैछु। लोकल कुखुराको मासुको सुप बनाउँदैछु साथीहरू। उहाँलाई एकदमै खानाहरू पनि खानुहुन्न। सो उहाँलाई चाहिँ यो सुप दिनका लागि मैले चाहिँ सुप बनाउँदैछु साथीहरू। अनि मेरो कोकमालाई धेरै माया अनि सम्झना। चाँडै कोकमा निको हुनु है। हजुरले धेरै माया अनि धेरै हजुरले सम्झना अनि माया अनि चाँडै तपाईँलाई निको हुनुहोस् भनेर हामी स्वास्थ्य लाभको कामना गर्दै बाई बाई साथीहरू।